गाइस यो दिदी चाहिँ मातेर बाटोमा यस्तो गरिरहेछ हेर्नु गाइस टन्न मातेको छ अब हेर्नु यहाँनिर जिन्दगी खराब छ रक्सी नखाई यसरी धराब छ जमाना खराब छ यो दिदी चाहिँ रोडमा मातेर यस्तो छ सबै हाइवे हो यता हाइवे हो तर यो दिदी चाहिँ मातेर ओ रन्डीको बान पनि भन्दैछ कति ज्ञानी छ त यसरी मात्ता पो जिन्दगी बने जस्तो छ त हेर्नु अब बाई बाई सब सफारीलाई बाई बाई मातेर झोलामा छ उयो जुम गरेर देखाउँछु है गाइस भन्दा चाहिँ मेरो फोनमा जुम नहुँदो रहेछ यो दिदी चाहिँ यसरी मातेको छ कि गाह्रो छ मात्नको लागि गाह्रो छ दिदी मातेर के भन्छ गीत गाइदेऊ बरु रक्सी तिन पाने रक्सीले लाग्यो धमधाङे भन्दै रक्सी तिन पाने रक्सीले लाग्यो धमधङ्गे भन्छन् कि के भन्छन् मिलाउनै आउँदैन के गर्नु गाह्रो छ बिच रोडमा मातिरहेछ यो दिदी यस्तो मजाले मातेको छ कि मिनी वाटर पनि एउटा किनिहालेछ झोला त्यहाँ छ बेला बेला रक्सी खाने गर ल है गाइस भिडियो बनाएको देखो भने फेरि मलाई नै भुतभुताउला त्यही पनि देखाएको छैन त्यो दिदीले है मातेको बेलामा आँखै देखेको छैन यसरी मातिरहेछ कति लामो यो नेपालमा कसले बनायो ढलो 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 पोस्ट नगर्नु त गाह्रो छ गाह्रो छ अब उता गफ गर्नु थाल्यो यस्तो रक्सी खाएपछि के गर्नु होला त यो नेपालमा रक्सी बनायो कसले के यो रक्सी बनाउनेलाई त कानुनै अब के गर्छ म त बाइकले दियो होला जस्तो लाग्यो कता गयो देखि नै छोडो नाच्दै छ आज ठकिन्छ होला हौ गाडीमा ल गयो बाई बाई गाइस गयो होइन ऊ त्यता